वी नीड टु सेट एन एक्जाम्पल। जस्तै हामीले एउटा उदाहरण सेट गर्नुपर्नेछ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्नेछ। कोही माइकालाल जन्म्या छ केपी ओलीले कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली पक्राउ। हाम्रो पार्टी अध्यक्षलाई सुनाउने ओइ को पार्टी अध्यक्षलाई सुनाउने? मुझे अपने घर जाना है। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ केपी शर्माको फ्यान फलोइङ यति धेरै छ कि हिजो नि उहाँलाई एरेस्ट गरेपछि आज हेर्न सक्नुहुन्छ उहाँको फ्यान फलोवरले पुरा जुलुस निकालेको छ। केपी ओलीलाई पक्राउ गरिएको कुरामा साथ छ कि छैन? मलाई थाहा हुन्न हजुर। थाहा हुँदैन? कानुनलाई थाहा छ, कानुनले गर्छ जे गर्छ। प्रतिशोध भयो भनेर अब आन्दोलन गर्ने भन्दैछ नि एमालेहरू। त्यसै गर्नु थाहा छैन। रातारात केपी ओलीलाई पक्राउ पर्यो नि महावीर सर, के भन्नुहुन्छ? साथ चाहिँ हुनु पर्यो के, सही कामको लागि साथ दिनु पर्यो। सही कामको लागि साथ दिने हो, खराब कामको लागि लात दिने हो। आमा यो आज यो पक्राउलाई कसरी के भन्नुहुन्छ? हामी लडा यस्तो नाटक गरौँ, हामी पक्राउको सुतु अनि नाटक गरौँ, हामी लडा यस्तो नाटक गरौँ। प्रहरीले पनि दम्म भयो, गेट तोडेर अब सुतिरहेको मान्छे ओछ्यानमै पुगे गिरफ्तार गर्न भन्ने कुरा नि छ नि, के भयो? अब हो त्यही त गैर कानुनी भयो नि। शनिबारको दिन पक्राउ पूर्जी कसरी जारी भयो? थाहा छैन भन्नु। सरकारले गोली हान भनिसकेको छ, सुजन गुरुङले गोली हान भनेर आदेश दिइसकेको छ। ओके टोकेमा हामीले प्रश्न हामीले सुनेका छौँ। एउटै हो सुँगुर र बुङ्गुर, कति फरक छैन। गोली ठोक्नुहोस्, गोली ठोक्नुहोस् न। डिप्रेसन खत्तम। 3, 2, 1, go! तू तो गया बेटे। हाम्रो केपीबा निर्दोष साबित गर्न पर्यो। निर्दोषलाई लहर कसरी थुनिया छ, घरबाट थुतेर लहर। यो आन्दोलन कहिलेसम्म हुन्छ दिदी? हाम्रो केपीबालाई रिहाई नगर्दा हुन्छ होइन होला? थाक्नुहुन्न दिदी? थाक्नुहुन्न दिदी? केपी ओली आई लभ यु, आई लभ यु, आई लभ यु। केपी ओली आई लभ यु। अमिषाजी ओहो हजुर त आज त सानैदेखि कडा हुनुहुँदो रहेछ। अहिले त केपी ओली आई लभ यु भन्दै बस्नु, अब केपी ओली त जेल। A few moments later. भाग पर भाग 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 पर भाग भाग पर भाग पर भाग भाग पर भाग 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 पर भाग 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 पर भाग भाग। भेडाहरू घर फर्किन थाले। गोठमै पाठापाठी छोडेर आएका आमाहरू चाहिँ अलि हतारमा थिए। हाम्रो अध्यक्षलाई प्रतिशोध साधेर समाइस तँलाई तेरो कुर्सीबाट हटाउने ल्याएको त हामी नेपालको एमालेको कार्यकर्ता राख्छौँ।
म तेरो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिन। यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स, खोजेर भन्छ हार्छु। मैले त्यतिखेर आवेशमा आएर धेरैजना भने एकजनालाई म छोड्दिनँ भनेर भनेको थिएँ होइन। अहिले म होसमा भन्छु म एकजनालाई छोड्दिनँ। अहिले म होसमा भन्छु म एकजनालाई छोड्दिनँ। जय गोर्खा, जय घन्टी। अहिले भएको त्यही एउटा बोयफ्रेन्डले नि छोडिदियो ल, अहिले केपी भाइ आई लभ यु गर्दै उफ्रेछि। And the Oscar goes to... अब मेरो देश विदेशले लाने भयो। मेरो देश अब विदेशले लाने भयो। यसलाई त लानै पर्ने हो। मलाई कति खुसी लाग्यो, उठ्नु पर्छ। बालेनले एकदम राम्रो गर्छ, तपाईहरु जस्तो युवाहरुको दिन आयो अब। हाम्रो 92वटा च्याप्टर छ, सबैमा जेन्जी नै जेन्जी छ, मै मात्र नजेन्जी हो। तपाईँ पत्रकारको अगाडि मै नै छु, आमाको अगाडि मै नै छु, म एक्लै भए पनि लड्छु क्या। म यस्तै नै हो, गुरुङको छोरो भेडा नै हुन्छ भनेको यही नै रहेछ, यही हो भेडा भएको। मैले दसैँका लागि ल्याएर राखेको पैसा थिए 3टा दसैँ अगाडि, केही पैसा नयाँ नोटहरू 20 का 50 का थिए, त्यसका एक एकवटा बन्डिल ल्याएर यहाँ फुर्र उडाएर सँगसँगै फोटो खिचिराखेको थियो। यो प्लानमा थियो। भाई साहब कुछ ज्यादा नहीं हो गया, मतलब कुछ भी। We'll show you action. उठा सानो उज्यालो भइसक्यो, तिनटा टडक काठमाडौँ गइसक्यो। उठा सानो उज्यालो भइसक्यो, तिनटा टडक काठमाडौँ गइसक्यो। एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा, पहचाना मुझे। पक्राउ होइन, उहाँ आफै जानुभयो, पक्राउ होइन, उहाँ आफै जानुभएको, उहाँ आफै जानुभएको, पक्राउ परेको होइन, उहाँ आफै जानुभएको, उहाँ आफै जानुभएको। चुनावपछि एमालेको सरकार बन्छ। प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ सोच्नुला होला। गृहमन्त्रीले तिनटा एक पर्दाफास गर्छ, एक लगाउँछ, दुई लगाउँछ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। प्रहरीले ओलीलाई भक्तपुर स्थित गुण्डुबाट आज बिहान पक्राउ गरेको हो। यस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको। यो सुडान फतहलाई त अब मैले जानेको छु। त्यो सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने सक्नुहुन्छ। एमालेले चाहिँ 2 दिन पर्खिनु पर्छ भनेको गर्दै हिँडिरहेको छ। चिया खानु भयो त? मन्त्रालयले पक्राउ गर्नु ठिक हो कि होइन? खासै हेर्दा त पूर्व प्रधानमन्त्री हो, पक्राउ चाहिँ गर्नु नहुने हो, तर पक्राउ गरेपछि सबैलाई पक्राउ गर्नु पर्यो के। शनिबारको दिन पक्राउ पूर्जी कसरी जारी भयो? कसरी शनिबारको बिहान पक्राउ पूर्जी कसरी जारी भयो? शुक्रबार जारी भएको भए शुक्रबार किन गरिएन?
जिन्दगीमा प्लान बी भन्ने कुरा हुनैपर्छ क्या। हेर्नुहोस् त त्यहाँ दुईटा औँलाले तेर्साइसकेछन्, अस्पताल जाउँ कि जेल जाउँ। केपी बालाई फर्स्टमा समात्नु पर्यो होइन। उहाँलाई चाहिँ एकदमै बरु केमा ल्याउने, उहाँलाई सोफामै ल्याउने हो कि होइन, उहाँलाई चाहिँ समात्नै पर्नेछ क्या। कि त काम गर कि त कुर्सी छोड। हामीको सम्मको उमेरसम्म त म के गरिसक्छु के गर्न सक्छु। म एक जनाको पछाडि आउँछु जसले यो बच्चाहरूलाई ताकी गोली हानेछ, त्यसै गरी ताकी म निकाल्छु तिनीहरूलाई, चाहे मरेको होस् म खाल्डो खनेर भएर निकाल्छु। अगले 1 घंटे में वो सारी फाइलें मुझे मेरे हाथ में चाहिए विदिन एन आवर। आपके 12 मिनिस्टर्स के खिलाफ भ्रष्टाचार का सबूत है मेरे पास। माफ करना, उन्हें गिरफ्तार करने के अलावा और कोई चारा नहीं है। ये साले कान के नीचे दूंगा, खींच के डमरू बन के घूमता फिरेगा। उनको बुलाइए। यस सर। साला किसी को हाथ लगाया तो हाथ काट के समंदर में फेंक दूंगा, समझा नहीं? इतना आसान नहीं है, सारे जर्नलिस्ट देख रहे हैं। इनसे कहिए कि कोऑपरेट करें प्लीज। यू मे प्रोसीड। अरेस्ट देम। गृहमन्त्री डीजे बीटमा देश चल्छ, प्रधानमन्त्री र्यापर माइकबाट भिजन बल्छ। सबैले जस्टिस पाउँछ, सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट 1 रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। केपी ओली पक्राउ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। रमेश लेखक पक्राउ। पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो।